यति बेलामा गर्छ भन्ने चाहिँ भनौँ न च्याटमा छन् है, च्याटमा छन्। अलवेज लभ एन्ड रेस्पेक्ट। ओके, मलाई भन्नुहुन्छ सबजनाले म अब 2 महिनापछि म काठमाडौँ आउँदैछु मेरो खुट्टाको लागि। त्यहाँ एउटा दाइले कल गर्नुभएको थियो अस्ति, अनि त्यहाँनिर आउँदैछु म। तपाईँ कहाँ बस्नुहुन्छ भन्नु त, अब कुनै दिन म आएँ भने तपाईँसँग चाहिँ एकचोटि भेट्छु। ल म हुन्छ हजुर आउने बित्तिकै भन्नु, म आउँछु ल है। ल म तपाईँलाई इनबक्समा मेसेज गर्छु है त। ओके हुन्छ। सबैजनालाई धेरै धेरै मनदेखि नै धेरै 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 धन्यवाद, थ्याङ्क यू सो मच है। तर मेरो यो एखुटे भन्ने चाहिँ नाम चाहिँ यसको धेरै लामो कहानी छ है। अब कुनै दिन अब दाइसँग, अब दाइ साथी भने नि भेट्यो भने गफ चाहिँ कुरा गर्छु होइन। अनि हुन्छ नि सबैजनाले यसको चाहिँ मेरो धेरै लामो कहानी छ क्या यसको, अनि त्यसै कारणले मैले राखेको। ओके सुन, के अरे त्यो खुट्टाको कामले के कामले आउनु लाग्थ्यो? अनि त्यो खुट्टा बनाउनु लाग्थ्यो स्प्रिङवाला के। अनि मैले बनाउनु त पहिला पनि सबैसँग सहयोग मागेर पनि खुट्टा बनाएको थिएँ। त्यो खुट्टाले चाहिँ कस्तो पेटी लाउनु पर्थ्यो, अनि त्यो घाउ हुने के। अनि फर्म सम केही नदिएको त्यत्तिकै, अनि त्यो पनि त्यो के पो भक्तपुरी कहाँ भन्ने थियो त्यहाँनिर गएर बनाएर लिएर आएको, अनि त्यो पुरै घाउ हुने के। अनि काम गर्नु नहुने। अनि यो मैले लट्ठी आफैले बनाएको, यो लट्ठी पनि तपाईँले त्यहाँ भिडियोमा हेर्नु, मैले आफैले बनाएको लट्ठी हो। अनि त्यो टेकेर मैले 50 केजीको भारी उठाउँछ। अनि तपाईँ 50 केजी उठाउँछौ तिमी, के काम गर्छौ? मैदाहरू। मैदा मतलब मैदा के, अब जस्तो त्यो पिठो त्यो पनि उठाउँछ। ए हो, त्यो नक्कली खुट्टा लाएर चाहिँ अनि अलिकति काम गर्यो भने चाहिँ घाउ भइहाल्ने के। भाइ के भएर, म सोध्न मिल्छ के भएर भएको यार? यो सानोमा योभन्दा 20 वर्ष अगाडि, 19-20 वर्ष अगाडि अब गाउँतिर खेल्दाखेरि अनि लड्यो। लडेपछि अनि तपाईँको अब गाउँतिरकै औषधि गऱ्यो, हस्पिटल टाढा थियो, बेलुकैतिर भाँचेको 5 बजीतिर। अनि हस्पिटल लाँदाखेरि नभ्याएको, अनि गाउँतिरकै औषधि गरेको, अनि 1 महिनापछि क्यान्सर भयो क्या। कति लाग्छ भनेको छ खुट्टा हाल्नको लागि भाइ? खुट्टा हाल्नलाई त खोइ त्यो चाहिँ फिक्स भएको छैन, फ्रीमै लगाइदिन्छु भन्नु त भने। अनि मैले पनि हुन्छ त भनेको छु, तर अब यहाँदेखि चाहिँ त्यहाँ जानु चाहिँ पर्नेछ। म एक दिन गएँ भने अवश्य तपाईँसँग चाहिँ म भेट्छु। ठिक छ। यता सुन, त्यहाँदेखि यहाँ आउनुपर्ने यताउति त्यस्तो टेन्सन नलिऊ क्या। म तिमीलाई पैसा हालिदिउँला, त्यो पैसा ल्याउनु है। हस् हुन्छ। म अहिले 25,000 हालिदिउँला है। हस् हुन्छ, केही भएन, म अहिले एकछिनमा हालिदिउँला है। ओके मेरो भाइ राजा, राम्रोसँग बस्नु है। टेक केयर, थ्याङ्क यू सो मच ओम दाई, पञ्चायत दाई, अर्को पञ्चायत दाई, रेन्जिन बोटे दाई, अनुदी, नारायण, एभ्रीबडी, डेडम्यान, हेभेन, लानिस, एभ्री वान, हिक्कु, सबैजनालाई। ओके, थ्याङ्क यू सो मच मेरो भाइ। ल जान्छ।